जलोपा आफ्टर लङ टाइम पछि फेरि हजुरहरूलाई मेरो भिडियोमा स्वागत छ। आज चाहिँ विजय दशमीको दिन हो। देश तथा विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई विजय दशमीको अग्रिम शुभकामना व्यक्त गर्न चाहन्छु। सधैँ खुसी रहनु, हाँसी खुसी रहनु होला। अनि किनकि मैले चाहिँ धेरै भ्लगहरू बनाउन पाएको थिइनँ जब म ब्याचलर जोइन गरेँ, त्यसपछि चाहिँ मैले चाहिँ भ्लगहरूलाई कन्टिन्यू गर्नै पाएन। मेरो चाहिँ क्लास दिउँसोमा हुन्छ अनि त्यही भएर पनि मैले आफ्नो भ्लग चाहिँ गराउन पाइनँ। अनि आज चाहिँ स्पेसल दिन पनि हुन्छ र पछि आफूले हेर्दा पनि मेमोरिज हुन्छ भनेर चाहिँ भिडियो क्याप्चर गर्न लागेको छु। मलाई त कसरी बोलम के आइडिया पनि आएको छैन, धेरै पछि भिडियो बनाउन लागेको भएर। अनि हजुरहरूले कतिजनाले नोटिस गर्नुभयो, मैले चाहिँ मेरो भ्लगको नेम पनि रिसेन्टली चेन्ज गरेको छु। पुरानो भ्युअर्सहरूलाई त थाहा नै छ मेरो नाम, नयाँ भ्युअर्सहरू हुनुहुन्छ भने मेरो नाम सुरक्षा खड्गी हो। अनि मैले चाहिँ अहिले मेरो भ्लगको नाम चाहिँ मायालु भ्लग राखेको छु। हजुरहरूले पनि याद गर्नुभयो होला भन्दै अब चाहिँ म मेरो भिडियो रेडी भएपछि देखाउँछु, हेर्दै गर्नु होला है त। हाई गाइज, आजको हाम्रो दसैँको आउटफिट सिम्पल मेकअप विथ सिम्पल कुर्ता। बाई बाई। यो चाहिँ मेरो नयाँ फोन हो साथीहरू। अहिले चाहिँ हामीहरू चाहिँ गाउँ जान लागेको हो अनि गाउँमा नै सबैजना भेट हुन्छ दाजुभाइहरू अनि टिका लाउने, हेर्दै गर्नु होला। बाई। हाई गाइज, हामीहरू चाहिँ जामुनेतिर लाग्यौँ। आज चाहिँ दिदीसँग धेरै पछि स्कुटरमा सरेर। अहिले म जामुने पुगेपछि देखाउँछु। जामुने बजार है। अब हामीहरू चाहिँ यता माथि जाने हो। जाँदै हो हाम्रो गाउँ बजार। गाउँ यहीँ हो, 2 मिनट। त्यही भएर गाउँ जस्तो छैन, उतै हो हाम्रो गाउँको घर। Finally we are here। हाम्रो गाउँको घरै हो साथीहरू हो र। हाम्रो सबैभन्दा सानो भदा सुबान यता हेर। यता सोनेक्सी सिंह ठकुरी, यता हाम्रो ह्यान्डसम बाबा। हेलो गर्नु न। मेरो कजन चाहिँ बिचरा सिकिस्त बिरामी हुनुभयो रहेछ। रम्बी कजनलाई फेरि आँखा लागेछ कि दसैँमा। हेलो भन्नु यहाँ। कस्तो राम्रो है सलोनी। के छ अरे भन्दै त? मजा। कसले किनिदिएको नाना? मम्मीले हो। हेलो गरिदेऊ न। चुप्पा गरिदेऊ। सलोनी चाहिँ मान्ने, सलोन नमान्ने। दसैँ लाग्यो हामीलाई। दसैँ तासको ओपनिङ। यता चाहिँ अब यहाँ मूल ढोका पूजा हुन लाग्छ। हाम्रो अजाजी चक्लेटको लागि चाहिँ डर नलाग्ने मेरो भन्दालाई त। काका भन्देऊ न फेरि नि। उता चाहिँ भित्र सुबान खड्गी रोइ गरेछ, गर्मी भएर आउनु भयो। A few moments later। हाम्रो ठुल बाबा है साथीहरू। ठुल बाबा, माइला बाबा। हेलो गाइज, बल्ल देखाइदिएँ है मैले मेरो भैलिनीलाई। प्रिन्सेस हो क्या आजको। ल मेरो बाबा गोपालो, ठुल बाबा, हाम्रो काका, हाम्रो माइली मम्मी, मेरी मम्मी साइली, काकी है गान्छियामा, ठुलो चाहिँ बुहारी, दिपक दाई। सबैले चिन्नुभयो होला दिपक दाईलाई त। प्रियाको बाबा। ल प्रियाको मम्मी हेरौँ नि। यसको मम्मी हो अरे न अझै। अब त्यो छोरा छोरीहरूको पालो है। दिदीको सुरु हुन लाग्यो। यता वेटिङ महान
त मेरो दाइको पारी मेरो हैन ब्लग हो यता वेटिङमा हान हेलो गाइज अब मेरो सब वेटिङमा आसिक्दम सानो भएपछि गाह्रो छ कतिजनाले चिन्नु भयो रोटीवाडीबाट एलेक्सको मम्मी हाम्रो दिपा दिदी सन्तोष दाई आशा सिक्क दाई ल हाम्रो भाउजू सन्तोष दाईको बुढी यता सलोनी हेलो भन न उता सलोन ट्विन्स छेकियो सलोनी हाम्रो सलोन नमस्ते गाजालाई गुड आशा है आशा हिरोनीको पालो यो चाहिँ ब्लगर बहिनीको पालो है अहिले चाहिँ फाइनली वेटिङ इज ओभर है हाम्रो कान्छा भाइ हो म कान्छी हो कान्छा त भाइ हो अब दाजुभाइ दिदी बहिनीको अब भदा भदिनीहरूको पालो हो हाम्रो ठुलो चाहिँ नातिनीको पालो आयो मेरो भदिनीको ल हाम्रो प्रिया भदिनीको पालो सबैले चिन्हान प्रियालाई त हाम्रो एलेक्स बिरामी छ कि त्यही भएर यहाँ न्याउरो भएर बस्यो ल हाम्रो भदाको पाली प्रियाको भाइ हाम्रो एलेक्सको पालो We miss you grandparents. यता चाहिँ लाउँदै हुनुहुन्छ मैले सबै चाहिँ खिचे छैन गाइजहरू हेलो गाइज हामीहरूको चाहिँ यहाँ ठुलो बाबाले लाएर सक्नु भइसक्यो अब चाहिँ हाम्रो बाबाहरूले लगाउँदै हुनुहुन्छ मैले चाहिँ सबै चाहिँ क्याप्चर गरेको छैन अघि नै चाहिँ गरिसकेँ है गाइज 3 पत्ती चलिरहेछ लक कसको हातमा ए ल अहिले त मैले हो होइन ल छिटो गर्नु छिटो ल मैले खाएँ के भाइ जुतो मेरो भाइ वेट देख्यौ भिडियो बनाउनु बित्तिकै मैले जितेँ है गाइज भर्खरै यहाँ झ्याल्डी गरेँ है भेट्ने बेलामा झ्याल्डी मैले जितेको झ्याल्डी गर्यो फिल्ड पनि झ्याली हुन्छ ल यी फिटी हुन्छ कहाँ से आते हैं दे और 50 रुपया काट ओवर एक्टिंग के हाई गाइज अहिले चाहिँ हामीहरू खानासाना खाएर टिक्का सिक्का लाएर फोटो खिच्न आएको तर फोटो राम्रो आएको छैन आजको मौसमले त्यही हो गाइज हेर्दै गर्नु होला मेरो ब्लग हामीहरू कान्छे अझै घर टिका लाउन आएको गाइज विद्या आओस् आफूका भर नजाओस् हाम्रो हातमुखले गाउँ हातमुखले दिन पाओस् भगवानले रक्षा गरून् यो चाहिँ हाम्रो गुठीको भवन हो साथीहरू अनि उता चाहिँ कुवा छ हरियाली हाई गाइज हामीहरू अहिले दाइको मामा घर जान लागेको हेलो भन्नु न एलेक्स हेलो मेरो एलेक्स बिरामी छ गाइज ल ल हेलो भन अझैको मामा घर भन न फेरि I'm Sarah.
Dakshina. सुन्तला लबर बी लाइक अमिलो सुन्तला Very nice guys. अर्पित को बाबा यता अर्पिता यता अर्पिताको मम्मी मेरो ठुलो दिदी पुकु हेलो गर ल जाउटे हेलो बेना अर्पिता अर्पित हो कि नाम तर मैले बिर्साउँछु अर्पिता भनेर हाम्रो पुकुको पाला है पुकुको दीक्षाको ल दिदीहरूको पहिलो दसैँ अरे भन्न आफै भन् पहिलो दसैँ है ल पुकुलाई लजाउने अर्पिता हाँस्छ आज हाम्रो डेट हो तर बिरामी भयो त्यही भएर यहाँ हालत खराब भयो गाइस दसैँमा दसैँ लाग्यो हामीलाई एलेक्सले र मलाई आशालाई हिजोसम्म ठिक चाहिँ रातिबाट अहिले चाहिँ हामी डिम्पू घर जानु लाग्यो हामीहरू चाहिँ डिम्पू घर आएर टिका लगाइसक्यौँ अघि चाहिँ म सुतेँ त्यही भएर मैले भिडियो गराइनँ अब चाहिँ हामीहरू जानु लाग्यो बाई हाई गाइस हामीहरू चाहिँ तनहुँसुर जानु लाग्यो सोल्टेनीको घर अनि मैले चाहिँ दबाई खाएर हिँडेको छु त्यही भएर चाहिँ म हल्का फिट एन्ड फाइन देखेको छु गाइज हजुरहरू पनि बिरामी हुनुभयो कि भएन दसैँमा मलाई चाहिँ दसैँ लागेको छ है गाइजहरू त्यही भएर बिरामी भएर दबाई बोकेर हिँडेको छु हजुरहरू पनि स्टे सेफ रहनु होला अहिले चाहिँ हामीहरू तनहुँसुर जानु लाग्यो हेर्दै गर्नु होला बाई बाई Way to Tanahunsur. गाइस हाम्रो भाउजू डराको अवस्था बुढाको विश्वास नगर्ने भाउजू हाम्रो नयाँ ड्राइभर हेलो हेलो गाइस नमस्कार फाइनली तनहुँसुर यहाँ पानी पऱ्यो हरिबिचक भ्यू हेर्न आएको सिउ भयो जुगा अट्याक हाम्रो भ्यू जुगा अट्याक हेलो गरिदिनु त अझै आउँछ नि यस्तो गर्नु हटा हटेर होला नि हेलो गाइस हामीहरू चाहिँ अहिले मामा घर हो हामीहरू चाहिँ टिका लाउँदै हिँडेको मैले चाहिँ त्यस्तो भिडियो चाहिँ गराएको छैन लामो हुन्छ भनेर
अनि पानी परेको छ। हजुरहरुकोतिर कस्तो छ दशैं, कसरी मनाउनु भयो? हाम्रो चाहिँ हिजो दशैं पनि भएको छ, भिडियो हेर्नु भयो होला। तनहुँसुरको बाटो अहिले चाहिँ यस्तो देखेको छ वेदर। बाइ बाइ। Vidi Bani Kogaf. Morning view. Rimanli Dumre. Good morning guys. अहिले चाहिँ म मामा घर हो अनि म अब चाहिँ एकछिनमा घर जान्छु। भर्खर उठेको पनि त हैन। गाइज म चाहिँ अहिले घर आइसकेँ। दिदीको अफिसको लागि भनेर पनि छिटो आएको, तर दिदीको पनि बिदा भएको छ 2 दिनको लागि। अनि हामीहरू चाहिँ बिहानै उठ्ने बित्तिकै आएको घर। अनि मैले चाहिँ खासै भिडियोहरू पनि बनाएको छैन, एकदमै धेरै पानी परेको भएर पनि मैले चाहिँ सोचेको जस्तो भिडियो चाहिँ बनाउन सकिनँ। यसपालि दशैँमा मैले पिङ पनि खेलिनँ साथीहरू। हजुरहरूले खेल्नुभयो कि भएन र हजुरहरूकोतिर कतिको पानी परिरहेको छ त्यो पनि कमेन्ट गर्नु होला। र मैले चाहिँ ब्लग चाहिँ धेरै लिएर आउन पाएको थिएन। अनि अहिले दशैँमा चाहिँ मेमोरिज पनि हुन्छ भनेर चाहिँ सकेसम्म ब्लग गराउँछु भनेर गराएको थिएँ, तर ब्लग के भयो त्यो मैले पनि थाहा छैन है। तर आशा गर्दछु हजुरहरूले मेरो ब्लग हेरेर मन पराउनु भयो होला हैन। अनि यो टाइममा चाहिँ एकदमै धेरै सिजनहरू पनि चेन्ज हुने भइरहेको छ, त्यही भएर कतिजना त बिरामी नै हुनुभयो होला। म पनि बिरामी थिएँ। हजुरहरू पनि एकदमै सेफ भएर बस्नु होला। अनि आशा गर्दछु हैन म छिटै ब्लग लिएर आउनेछु अरू पनि हैन। यो टाइममा चाहिँ एकदमै धेरै बिरामी नै भएको थिएँ, त्यही भएर यस्तो ब्लगहरू बनाउँछु भनेर चाहिँ त्यो सोच्न पनि आएको थिएन। अब चाहिँ म ट्राई गर्नेछु। मेरो ब्लग अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। मन परेमा लाइक, कमेन्ट, शेयर एन्ड सब्सक्राइब गरिदिनु होला। बाई बाई गाइज, लभ यु अल एन्ड टेक केयर।